पोर्तेल आफ्नो पहिलो ओभर यो खेलमा लिएर आउँदै हुनुहुन्छ। आशा गरौँ उहाँले यो खेलमा यो ओभरमा विकेट लिनुहुनेछ। कुशल पोर्तेल स्ट्रेचिङ गर्दै फिल्डरहरूलाई प्लेसिङ गराउँदै रेडी हुनुहुन्छ आफ्नो पहिलो ओभरको लागि। कुशल पोर्तेल सिधै ऐरीको हातमा बल। पोर्तेल दोस्रो बल गर्दै फेरि सम्पाल कामीले आफ्नो क्याप झारेर बललाई बचाउनु भइसकेको छ। यो 1 रन प्राप्त हुनेछ। यहाँ स्कटल्यान्डका प्लेयर्सहरू देख्न सक्छौँ क्रिज कोट्याउँदैछन्, यताउता निहाल्दैछन्। कुशल पोर्तेल तेस्रो बलमा खतरा सट हान्ने प्रयास गरेका थिए, तर फेरि सम्पाल कामीको हातमा बल पुगेको छ। नेपालको यो एकदमै स्ट्रङ साइड हो। दुवै हात लेफ्ट राइट दुवै हातबाट स्पिनरले अट्याक गरिरहेका छन् र अर्को पनि फेरि 1 रन ल्याउन सफल। यो पटक भने गुल्सन्जा। यो खेल भनेको CWC लिग 2 को स्कटल्यान्ड भर्सेस नेपाल बीच भइरहेका छन् भने यहाँ केही देख्न सक्छौँ विदेशी स्कटल्यान्डका फ्यान र नेपालका फ्यानहरू। कुशल पोर्तेल 5औं बल फाल्दै आउटको लागि अपिल, तर कुनै पनि इन्ट्रेस्ट देखाएनन् रेफ्रीले। आफ्नो ओभरको अन्तिम बल फ्याँक्दै कुशल पोर्तेल लास्ट ओभरमा 1 विकेटको आशा राखेका छौँ हामीले, तर 1 रन ल्याउन सफल। यो सँगै कुशल पोर्तेलको ओभरको समाप्ति। आउटको लागि अपिल, तर कुनै इन्ट्रेस्ट देखाएका थिएनन्। आउँदै हुनुहुन्छ आरिफ शेख। अल द बेस्ट आरिफ शेख।